दर्शन नमस्ते है मेरो दर्शकहरुमा भगवान रूपी दर्शकलाई दर्शन धो गरेछु र ल्यापटपमा अलिकति समस्या आएर बनाउन दिएको थिएँ र इन्फो चिप पोखरामा आइपुगेको छु। बनाउन दिएको थिएँ र बनिसक्यो भनेर खबर आएको छ र भित्र लागौँ। अब भित्रको नजारा त लास्टै बवाल छ। जता हेरे पनि कम्प्युटर र ल्यापटप छ। हजुर हो बाफ्रे सर मेरो बन्यो। बन्यो सर। ल थ्याङ्क यू सर। तपाईँको ल्यापटप यहाँ रेडी छ। अनुसारको भएको छ ल्यापटप चाहिँ चलाउन समस्याहरू पऱ्यो भने अब हेर्दा त भाडो हो के अरे यसमा भित्र के लाग्ने के लाग्ने है है त्यही पनि तपाईँको आफ्नो रिक्वायरमेन्ट अनुसार जे खोज्नु भएको थियो। हजुर अब त्यसलाई हामीले किनकि भित्रको त्यो अब जुन मेन मुटु छ त्यो मेन मुटु त सिस्टमको चेन्ज गर्न सकिँदैन, जसलाई प्रोसेसर भन्छ होइन। तर हामीले त्योसँग जोडिएका अरू ऱ्याम एसएसडी अथवा सर्भिसिङको कुराहरू मदरबोर्डसँग रिलेटेड जुन अरू एक्स्ट्रा कुराहरू छन् त्यो हामीले तपाईँलाई गरेर दिएका छौँ। सो तपाईँले चलाउनुहोस्, कुनै खालको समस्या पऱ्यो तपाईँको रिक्वायरमेन्ट अझै पनि फुलफिल भएन त्योभन्दा एडभान्स केही गर्नु पऱ्यो भने फेरि आउनु होला, त्यसमा हामी फेरि सपोर्ट गर्ने कुरा हामीले गर्छौँ। अहिले एक लेभलको काम तपाईँलाई हामीले गरेर अहिले आफ्नो कामहरू चाहिँ अगाडि बढाउनु भनेर त्यसरी दिन खोजिरहेको छौँ। जस्तै अब युट्युब चलाउनको लागि भिडियो एडिटिङ गर्दा मलाई एकदम समस्या भइराख्ने के र रेन्डरिङको लागि चाहिँ अब आधी घन्टा अब पौने घन्टा कहिलेकाहीँ 1 घन्टै लिइदिन्छ। त्यो गर्दाखेरि चाहिँ हामीलाई अब मलाई चाहिँ निन्द्रा लाउँछ अनि छोडेर हिँड्नु पर्ने के होइन। त्यस्तो केही छैन। तपाईँले चाहिँ अब यसलाई गर्न सक्ने लेभलको यो ल्यापटप अनुसारको कुरालाई हामीले गरिदिएका छौँ होइन। तपाईँले अगाडि चाहिँ यसको कामहरू गर्नुहोस्, रेन्डरिङ गर्नुहोस्, एडिटिङ गर्नुहोस्। अब हाम्रो के हुन्छ, हामीले त काम गरेर तपाईँलाई दियौँ, तर अब काम गर्दा दिइसकेपछि अब रिक्वायरमेन्ट पुग्छ पुग्दैन तपाईँले प्र्याक्टिकली गरेर हेर्नुहोस्। प्र्याक्टिकली गरेर यदि रिक्वायरमेन्ट फुलफिल भयो भने तपाईँ पनि खुसी, हामी पनि खुसी। यदि रिक्वायरमेन्ट फुलफिल भएन अझै पनि अगाडि केही कामहरू गर्नुपर्छ भने त्यसमा फेरि हामी अगाडि तपाईँलाई सपोर्ट चाहिँ पक्कै नै गर्छौँ है। अब यो अलिकति स्लो चल्ने प्रब्लम त त्यही थियो, स्लो चल्ने प्रब्लम थियो। अहिले त्यो प्रब्लम त लगभग सल्भ भइ नै सकेको छ। अपग्रेड भन्छ होइन, अपग्रेड गरियो। इन्फो चिप पोखरालाई धेरै धेरै धन्यवाद। धन्यवाद सर, तपाईँ पनि त्यति टाढाबाट आउनु भएको छ, एकदम धन्यवाद। म खास यसैको लागि आएको कि हजुर मलाई अब भिडियो राम्रो एडिट गर्न मन लाग्ने, सिक्दैछु तैपनि अब राम्रो चाहिन्छ। ठिक छ, हाम्रो वेल विशेष छ। तपाईँ एकदम राम्रो गरेर अगाडि बढ्नुहोस्। तपाईँको भ्लग हामी पनि हेरेर हाम्रो के अरे घुम्ने गुरुङ होइन। हजुर तपाईँको भ्लग चाहिँ एकदम पपुलर होस्, राम्रो मेहनत गर्दै हुनुहुन्छ। त्यही नै छ हाम्रो। अब साथसाथै समाजको पनि सेवा गर्छु। त्यो त गर्न नै पर्छ। यो समाजमा बसेपछि हामी सेवाको पोखरालाई धन्यवाद। ल थ्याङ्क यू राजा, थ्याङ्क यू है।